सुरु गरौँ। नमस्कार साथीहरू, शुभ प्रभात, गुड मर्निङ। सधैँ चाहिँ सुरु गरौँ स्टेट चेक गरेर आफ्नो। आँखा बन्द छन्, क्लोज योर आइज। बी सिटेड कम्फर्टेबल्ली, आरामसँग बस्नुहोस् वा पल्टिनुहोस्। अब आफ्नो शरीरमा चलायमान भइरहेका संवेदनाहरू महसुस गर्ने कोसिस गर्नुहोस्। यो एकैपल्ट महसुस हुँदैन भने देब्रे हातको पन्जामा आफ्नो ध्यान लैजानुहोस्। अटेन्सन देब्रे हातको पन्जामा। तपाईको आँखा त बन्द छन्, देब्रे हातको पन्जा देख्न त सक्नुहुन्न, तर त्यो पन्जा भएको ठाउँमा अलि केही रमरम झमझम भावस्तो संवेदना, सेन्सेसन्स महसुस गर्न सक्नुहुन्छ। त्यसै गरी दाहिने हातको पन्जामा ध्यान लिएर आउनुहोस् त। त्यसरी खुट्टामा, खुट्टाको पाइतालामा निधारमा, टाउकोमा, घाँटीमा मैले भन्दै जाँदा कसरी ध्यान शिफ्ट भइरहेछ, अटेन्सन शिफ्ट भइरहेछ। जता भन्यो त्यतैतिर यो अटेन्सन होल्ड गर्न सक्नु नै ध्यान गर्नु हो। अथवा भनौँ माइन्डफुलनेस। अहिले वर्तमानको यो क्षणमा पुरा म यहीँ उपस्थित छु, मेरो होस यहीँ उपस्थित छ। मुस्किल त छ, बिना अभ्यास फुत्किरहन्छ, कल्पनामा गइहाल्न चाहन्छ। त्यसलाई त्यसो गर्न नदिने, वर्तमानमै स्थिर गरेर राख्ने। वर्तमानमा के छ? एक संवेदना छ, हाम्रो शरीरमा महसुस भइरहेका संवेदना। यो त अतीतमा होइन, अहिले रन भइरहेछ यहीँ हियर एन्ड नाउमा। यसमा कोसिस गर्दा गर्दै तपाईँ एउटा शान्तिमा, आनन्दमा प्रवेश गर्न थालिहाल्नुहुन्छ। सो दिस इज लाइक अ मेथड that you use to go deeper into your own self.
अब आउँ आफ्नो थट प्रोसेसमा के कस्तो विचारहरू आइरहेछन् वा आइरा छैनन्। के को फर्ममा आइरहेछन् विचारहरू, पिक्चरको फर्ममा, साउन्डको फर्ममा, यो कुनै पास्ट इम्प्रेसन पिक्चरको फर्ममा वा साउन्डको फर्ममा। यदि विचार आइरहेछ छैन भने ठिक, आइरहेछ भने कस्तो नेचरको आइरहेछ, तपाईलाई शान्त बनाउने किसिमको आइरहेछ, सकारात्मक बनाउने किसिमको आइरहेछ वा अशान्त बनाउने नेगेटिभ थिङ्किङ गराउने खालको आइरहेछ। हेर्ने मात्र, डु नट रियाक्ट, केही गर्ने होइन, डु नथिङ अबाउट इट। हेर्ने भन्नाले आँखाले हेर्ने होइन, सेन्स गर्ने, सेन्सिङ, र यही सेन्सिङको एबिलिटीलाई शार्प बनाउँदै लिएर जाने। अब आउने भावमा कस्तो खालको इमोसन्स महसुस भइरहेछ, हाउ आर यु फिलिङ? Are you excited that a new day is about to begin? एउटा नयाँ दिन सुरु हुन लाग्दैछ। Are you feeling happy that you got to experience life again? फेरि जिन्दगीको आनन्द लिन पाइने भयो, पाउनै पर्छ भन्ने त थिएन। एउटा कृतज्ञता, एउटा थ्याङ्कफुलनेस, धन्यभाव, आनन्द, यसमा आउने कोसिस गर्ने, जीवनको मूल्य बुझ्ने। समस्या होला जीवनमा, अप्ठ्याराहरू होलान्, आफ्नो आफ्नो किसिमको। हिजो म एउटा 21-22 वर्षको भाइसँग कुरा गर्दै थिएँ अबाउट लाइफ, के छ कसो छ। उसले भन्यो जीवनको टर्निङ पोइन्टहरूमा यस्तो यस्तो अवस्था आइदिन्छ, आफूले सोच्दै नसोचेको जस्तो, कल्पनै नगरेको जस्तो, आफ्नो नियन्त्रणमै छैन जिन्दगी जस्तो, अनि यस्तो टाउको समात्न मन लाग्छ, के गर्ने जस्तो हुन्छ, थाहै हुन्न के गर्ने त्यस्तोमा भन्यो। अनि के हुन सक्ला त उसको यो जीवनमा। फेरि उसले भन्यो अझै झन् कति यस्तो बाँकी होला, अहिले त कति नै पो देखियो र जिन्दगी। कफी सपमा कफी खान गएको, कफी सपको भाइले यस्तो भन्यो, 21 वर्ष 22 वर्ष भयो भन्यो। अनि कुन बेला तिमीलाई यस्तो महसुस भयो? मलाई एकदम क्युरियोसिटी भएर कुन बेला तिमीलाई यस्तो महसुस भयो? एउटा कुनै सम्झेको मोमेन्ट भन भन्दाखेरि उसले भन्यो एक्जाम दिन, स्कुलको एक्जाम दिन, एसएलसीको एसईको एक्जाम दिन उसलाई सर्टेन अमाउन्ट अफ मनी चाहियो, पैसा। अनि कसैले पनि नदिएला जस्तो भयो त्यो मोमेन्टमा, एक्जाम नै दिन नपाउला जस्तो भयो। त्यो बेला उसलाई त्यस्तो भयो।
भनेपछि जीवनमा आफ्नो आफ्नो किसिमको के गर्ने होला अन्यल जस्तो हुने नै रहेछ। आफ्नो किसिमको त्यसलाई छिचल्नु पर्यो त आफैले। त्यसको लागि के चाहियो? एक द्रष्टाभाव, त्यो अवस्थालाई हेर्न सक्ने एबिलिटी, एनालाइज गर्न सक्ने एबिलिटी, र त्यसलाई एड्रेस गर्ने क्रिएटिभ सल्युसन, के गर्ने त उपाय। र केही गर्नै सकिँदैन, त्यो दुःख भोग्नै पर्नेछ, त्यो कष्ट भोग्नै पर्नेछ भने त्यसलाई बहन गर्न सक्ने क्षमता, सहनशीलता, इन्ड्योरेन्स, यी सबै कन्सियस क्वालिटिजहरू हुन्। जति मात्रामा हामी कन्सियस भयौँ यी क्षमता अभिवृद्धि हुँदै जान्छन्। होसको अभ्यास बिना बाँचिएको जिन्दगी बेहोसीमा बाँचिएको जिन्दगी भयो। मेडिटेटिभ भएर बाँचिएको जिन्दगीमा क्रिएटिभ र अवेर क्वालिटिज हुने भए। केही समस्या पर्यो भने त्यसको समाधान, रचनात्मक समाधान, र भइरहेको अवस्थालाई होसपूर्वक हेर्न सक्ने क्षमता, प्रोसेस गर्न सक्ने क्षमता, भने एउटा लाइफ स्किल नै पो रहेछ मेडिटेटिभनेस, द प्र्याक्टिस अफ बिङ कन्सियस। अब स्टेट चेक गरौँ आफ्नो। यति मैले भनेको सुन्दै तपाईँ कुन स्टेटमा हुनुहुन्छ? प्रेजेन्ट मोमेन्टमा हुनुहुन्छ? अटेन्सन तपाईँसँगै छ वा यो आफ्नो हिसाबले चलायमान हुन थालिसक्यो भने आइरहने, बारम्बार यहाँ आइरहने। बारम्बार आफूलाई यहाँ ल्याइरहने टेक्निक अलि एङ्सियस, अलि आत्तिने समस्या छ भने के गर्ने त? बारम्बार यहाँ आफूलाई ल्याइरहन सासमा ध्यान दिने। सास त यहीँ भइरहेको छ वर्तमानमा। तपाईँलाई कुनै एङ्सियस थटले बेचैन बनाउन लाग्दा सासमा ध्यान ल्याइहाल्ने। सास त यहीँ छ वर्तमानमा। सासमा ध्यान दिनाले यहीँ आइन्छ, यही मोमेन्टमा। भोलि के होला भन्ने प्रब्लमको सल्युसन अहिले वरी गरेर सोच्ने होइन, चिन्ता गरेर सोचिरहने होइन। आफूमा अवेरनेसको क्वालिटी बिल्ड गर्ने, त्यसले भोलि हुने प्रब्लमलाई भोलिमै राइट वेमा एड्रेस गर्न सक्ने एबिलिटी दिन्छ। सो आज त्यसको लागि बरु इन्भेस्ट गर्ने, आफ्नो एफर्ट, आफ्नो एनर्जी, यो कन्सियस भएर हेर्न सकौँ समस्यालाई नआत्तिकन, अनि समाधान निस्किन्छ केही न केही। यी सबै मेथडहरू भए, वर्तमानमा आफूलाई स्थिर गराउनलाई मेथडहरू भए, तरिकाहरू, अथवा भनौँ ध्यानको अवस्थामा ल्याउने तरिकाहरू भए। म के भन्दैछु भन्दा इम्पोर्टेन्ट तपाईँ कुन स्टेटमा हुनुहुन्छ भन्ने कुरो हो। म चाहिँ एउटा गाइडले जसरी तपाईँकै कन्सियसनेसको जर्नीमा तपाईँलाई हेल्प गर्ने मात्रै हुँ। You are making the journey into your own self. My voice is only being a medium
अब हामी आउँ सासमा 10 वटा सास सँगै फेरौँ है त 10 breath. Let us do together. Breath is happening on its own. We are only going to add our attention or awareness to it. आफै भइरहेछ नि सास त हैन, हामी खाली awareness एड गर्ने कोसिस मात्र गरिरहेछौँ त्यसमा है त 10 वटा. Let's start 1 2 3 and go. एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ, र 10. यसले अझै ल्याइदियो झन् प्रेजेन्ट मोमेन्टमा. झन् क्वाइटमा, झन् तपाईको स्वयंको सेल्फ को नजिक, आत्मबोधको नजिक, आत्मबोधको यति नजिक जहाँ आत्मा र परमात्माको बीचमा डिफरेन्स नै छैन कि क्या हो जस्तो. रांझा रांझा कर्दी मैंने आपे रांझा हुई, सद्दोनी मैनू धीदो रांझा हीर न आँखो कोई. रांझा रांझा भन्दा भन्दा मनै रांझा भए. अब त हीर बाँकी छैन, अब त हीरमा रांझा मात्र बाँकी छ. बुल्ले शाहको यो कविता यही स्टेटको बारेमा वर्णन गर्छ जहाँ आत्मा र परमात्माको बीचमा अब भिन्नता नै रहेन. दे बिकम वान. यो वाननेसको स्टेट डीप साइलेन्समा, when you are alone with yourself, in a moment of quiet, in a moment of stillness, तपाईँ सेन्स गर्न सक्नुहुन्छ. यसको बारेमा इमेजिन गरेर सकिँदैन. सोचे सोच न होए जो सोचे लखबार, सोचेर हुँदैन. non-thinking but full of awareness. अब फेरि ब्रेथमा आऊ, सासमा 10 वटा साससँगै फेरौँ अवेर भएर. लेट अस स्टार्ट 1 2 3 एन्ड गो है त. एक, दुई, तीन,
4 5 6 7 8 9 10 अब हेरौँ आफ्नो अवस्था more quiet, more into yourself. शरीरमा कस्ता संवेदना रहन भइरहेछन् के सेन्स गर्न सक्नुहुन्छ? वा विचार कस्तो किसिमको रहन भइरहेछन्? लयबद्धतामा लिएर जाने वा व्याकुल बनाउने? भावले के भन्छ? How are you feeling? Are you contented, happy, quiet, smiling? Come closer to this feeling. अब यो प्रक्रियामा थट प्रोसेस जे एक्सपिरियन्स हुन्छ आफूलाई तपाईको गहिरा विचारहरू क्याच गर्ने बेला यही हो। तिनमा इन्डल्ज नहुने, तिनलाई अब्जर्भ गर्ने र आफ्नो बारेमा बुझ्ने, थाहा पाउने। यसलाई जर्नलिङ गर्न सक्नुहुन्छ एभ्री डे। यसले प्र्याक्टिसको नेक्स्ट लेभलमा तपाईलाई पुर्याइदिन्छ। थुप्रै साथीहरू जर्नल आफ्नो पठाउनुहुन्छ रेगुलरली, जानेर तपाईलाई लिङ्क आउँछ यो अडियोको। त्यहाँनिर अबाउट गुड थिङ्स लर्न्ड इन द डे, के को बारेमा लेख्ने त भन्दा आजको दिनमा जानेको राम्रो कुरा, सिकेको राम्रो कुरा, अटेन्सनले क्याच गरेको राम्रो कुरा। राम्रो कुरा लेख्दा लेख्दै, राम्रो कुरा सोच्दा सोच्दै राम्रै सोच्ने भइन्छ। थट प्रोसेस हाम्रो अलाइन्ड हुन्छ, पोजिटिभ थिङ्किङको विकास हुन्छ। ब्रिथिङलाई हेर्नुहोस्, ब्रिथिङ र मुभमेन्टको सम्बन्ध हुन्छ। सास फेर्ने तरिका र हाम्रो मुभमेन्टको सम्बन्ध हुन्छ। बडीको मुभमेन्टको पनि, थटको मुभमेन्टको पनि, इमोसन्सको मुभमेन्टको पनि। बेचैन भएको बेलामा सास छोटो छोटो छिटो छिटो हुन्छ। अनि हाम्रो जीवनशैली यस्तो बनायौँ हामीले, जहाँ हामी आधा आधा छोटो छोटो छिटो छिटो सास फेर्ने भयौँ, एङ्सियस ब्रिदिङ गर्ने भयौँ। यो नै कारक भयो हाम्रो एङ्जाइटीको, बेचैनीको। हेरौँ त अहिले सास आनन्दमा हुँदा, शान्त हुँदा विचार पनि आनन्दमा भइगए, शान्त भइगए, शरीर पनि शान्त भइगयो। खुट्टा हल्लिने, हात हल्लिने, यस्तो खालको मुभमेन्टहरू हुन्छ, मेकानिकल मुभमेन्ट्स पनि अब अहिले छैन त्यो। वाइ? बिकज ब्रेथ हार्मोनियस हुँदैछ। लामो गहिरो आनन्दको फुल प्राणवायु मजाले लिने किसिमको सास,
यसले एनर्जी दिइहाल्छ तत्कालै। बिर्सेर हामी फेरि छिटो छोटो सास फेर्न थाल्छौँ। जीवनशैली त्यस्तै किसिमको भयो, त्यस्तै सिकाइयो, लुगा त्यस्तै भए, जीवनशैली त्यस्तै भयो। जुन बेला पनि रिस उठिरहने खालको छोटो छिटो यस्तो ब्रिदिङ बनाइयो हाम्रो। अब अहिले हेर्नुहोस् त आनन्दले पुरा फुल ब्रेथ लिँदा कति आनन्द भएको छ। झगडा गरौँ जस्तो त भएको छैन पक्कै कसैसँग। फेरि 10वटा सास लिउँ टुगेदर। 1 2 3 एन्ड स्टार्ट। सक्दो फुल है, आनन्दले बच्चाले जस्तो पेटदेखिको एक आउँदै जाऊ किप क्लाइम्बिङ द स्टेट। दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र 10। अब एउटा कविता सुनाउँछु। हम्बलनेसको अभ्यास गर्नको लागि। भक्ति योगमा विनम्रता। म केही होइन, तिमी नै सबै हौ। यो ल्याङ्ग्वेजको प्रयोग हुन्छ धेरै नै। म्युजिक पनि त्यस्तै किसिमको। गुरु नानकको एउटा कथा सम्झिहालेँ, सुनाउन चाहन्छु। गुरु नानकलाई उहाँको परिवारले अर्थोपार्जनको काममा लगाउन भनेर एउटा व्यापारी कहाँ काउन्ट गर्ने काममा राखे, जहाँ उहाँले अनाजका बोरा काउन्ट गर्न पर्ने हुन्थ्यो। 1 2 भन्दै उहाँ काउन्ट गर्न थाल्नुहुन्थ्यो। 13मा पुग्दाखेरि 13 म होइन तिम्रो, मेरो होइन तिम्रो, यो किसिमको भाव आउने। अनि उहाँ लस्ट भइहाल्ने फेरि खुमारीमा। 13 यो आइडिया आजभोलि म्युजिकमा, खास गरी इन्डियन बलिउड म्युजिकमा, मेरा मुझ में कुछ नहीं सब तेरा, तेरा तुझको सौंप दूं क्या लागत है मोर, मेरा मुझ में कुछ नहीं जो होवत सो तोर, मैं तो तेरे रंग में रंग चुकी हूँ, मेरा मुझ में कुछ नहीं सब तेरा। समर्पण भाव, सरेंडरिंग। यो भावको मूल्य छ, साधकहरू जान्नुहुन्छ। म त कहाँ नै छु र ईश्वर, मेरो कणकणमा तिमी नै छौ व्याप्त। यो भाव, यो हम्बलनेस, यो न्युर्याई ले यति आनन्द दिन्छ
त्यो आनन्दको प्रकृति आध्यात्मिक स्पिरिचुअल नेचर। त्यही भावमा एउटा कविता, मिलो जहाँ न पता खुशी का, मैं पीड़ा का राजकंवर हूँ तुम शहजादी रूपनगर की, हो भी गया प्यार हम में तो बोलो मिलन कहाँ पर होगा। मिलो जहाँ न पता खुशी का, मैं उस आंगन का इकलौता, तुम उस घर की कली जहाँ नित होठ करे गीतों का न्योता। मेरी उम्र अमावस काली और तुम्हारी पूनम गोरी, मिल भी गई राशि अपनी तो बोलो लगन कहाँ पर होगा। मैं पीड़ा का राजकंवर हूँ तुम शहजादी रूपनगर की। बदनामी ने काज निकाले मेरा कुर्ता सिला दुखों ने, तुम जो आंचल ओढ़े उसमें नभ ने सब तारे जड़ डाले। मैं केवल पानी ही पानी तुम केवल मदिरा ही मदिरा, मिट भी गया भेद तन का तो मन का हवन कहाँ पर होगा। मैं पीड़ा का राजकंवर हूँ तुम शहजादी रूपनगर की, हो भी गया प्यार हम में तो बोलो मिलन कहाँ पर होगा। उम्र आंसुओं की बढ़ जाए, मैं जन्मा इसलिए कि थोड़ी उम्र आंसुओं की बढ़ जाए, तुम आई इस हेतु की मेहंदी रोज नए कंगन जड़वाए। तुम उदयाचल मैं अस्ताचल, तुम सुखांत की मैं दुखांत की, जुड़ भी गए अंक अपने तो रस अवतरण कहाँ पर होगा। इतनी भावुक नहीं जिंदगी, इतना दानी नहीं समय जो हर गमले में फूल खिला दे। इतनी भावुक नहीं जिंदगी, हर खत का उत्तर भिजवा दे। मिलना अपना सरल नहीं है फिर भी ये सोचता हूँ, जब न आदमी प्यार करेगा जाने भुवन कहाँ पर होगा। मैं पीड़ा का राजकंवर हूँ तुम शहजादी रूपनगर की, हो भी गया प्यार हम में तो बोलो मिलन कहाँ पर होगा। तिमी यस्तो के गर्छौ र स्वीकार मलाई परमात्मा। तिमी त्यस्तो म यस्तो के गर्छौ र स्वीकार परमात्मा मलाई। विनयशीलता छ यहाँ, अनुनय छ, प्रेम छ न कि घमण्ड। यो भावले ल्याइदिइहाल्छ अलिकति विनयशीलतामा, अलिकति विनम्रतामा, स्टेट चेन्ज गरिदिइहाल्छ अलिकति। यो बुझ्नुभयो भने तपाईमा भाव प्रज्ञा छ, भाव प्रतिको चेत। अब सासमा आऊ फेरि 10 वटा सँगै टुगेदर आनन्दको समर्पण भावको। Let us start 1 2 3 and go. एक, दुई, धन्यवाद मात्र छ यहाँ ईश्वरलाई, परमात्मालाई कि यो जीवन प्राप्त भयो। 3, 4, 5, 6, 7, 8, 9 र 10। स्टेट चेन्ज भयो, पक्कै भयो। हेर्नुहोस् त, यो आनन्द सुनेर मात्र भएन,
म सँगसँगै गर्दै जानु पर्यो, अभ्यास गर्दै जानु पर्यो अनि आउँदै गइन्छ एउटा आनन्दको शान्त लयबद्ध अवस्थामा, स्टेटमा। अब ध्यान दिउँ सासमा लगातार, केही गर्ने होइन, फोर्सफुल ब्रिथिङ होइन, केही नै होइन, जेन्टल रिल्याक्स्ड ब्रिदिङमा आउने, त्यतिमै रहिरहने। म केही साउन्ड प्ले गर्छु, साउन्ड त आफै सुनि नै हाल्छ। सो साउन्ड एन्ड ब्रिथिङ, फोर्स गर्ने होइन, सासलाई भइरहेछ त्यो अब्जर्भ गर्ने। छुट्छ ध्यान बारम्बार, साउन्डले ल्याइरहन्छ, यहाँ वर्तमानमा राखिरहन्छ। होसमा रहने, निन्द्रामा नजाने, साउन्डमा र ब्रेथमा ध्यान। सासमा र साउन्डमा ध्यान, यही प्रेजेन्ट मोमेन्टमा रहने, जेन्टल डिप ब्रिदिङ and paying attention to the sound. See how your state changes.
सासमा ध्यान राखिराखौँ। साउन्ड त सुनिहालिन्छ, सासमा ध्यान राखिराखौँ। स्टे अवेयर, ट्राई टु स्टे अवेयर। निन्द्रामा नजाउँ, होसमा रहौँ। फेरि काउन्टमा आउँ, ब्रेथमा 10 काउन्ट गरौँ। 1 2 3 4 5 6 7 8 9 10। अब हेरौँ आफ्नो स्टेट। बडीमा के कस्ता सेन्सेसन्स रन भइरहेछन्, माइन्डमा के कस्ता थट्स रन भइरहेछन् र भाव कस्तो छ, फिलिङ कस्तो छ। बेटर देन when we started, है सुरु गर्नुहुँदा अझै बेटर स्टेट होइन, मोर ग्राउन्डेड, मोर इन द प्रेजेन्ट मोमेन्ट। सास पनि रेगुलेटेड, नर्भस सिस्टम पनि रेगुलेटेड, तनाव अलि कम र छँदै छैन। यो बिस्तारै अभ्यासले बिल्ड हुँदै जान्छ, बाई एन्ड बाई बिस्तारै बिल्ड हुँदै जान्छ। आजको लागि यति नै गरौँ। Thank you very much everybody for your beautiful presence. आजको दिनको आनन्द लिनुहोला, शान्त रहनुहोला, पानी पिउन नबिर्सिनुहोला, सासमा ध्यान बेला बेलामा राखिरहनुहोला र सके जति राखिरहनुहोला।
दिनभरि आनन्दमा रहनुहोला, मुस्कुराउँदै काममा जानुहोला, मुस्कुराउँदै कामबाट फर्किनुहोला। हस् त, आजलाई यति नै। भोलि फेरि भेटौँला। थ्याङ्क यू भेरी मच एभ्रीबडी। बाइ बाइ एन्ड टेक केयर।